सम्पूर्णमा जय मसीह। तपाईँहरू सम्पूर्णमा परमेश्वरको अनुग्रह शान्ति र प्रशस्त आशिष परमेश्वरले दिनुभएको होस्। के तपाईँहरू कहिले यस्तो अवस्थामा हुनुहुन्छ जहाँ सबै कुराहरू सही जस्तो देखिन्छ तर भित्रभित्रै तपाईँ आफूलाई एक्लो महसुस गरिरहनु भएको छ? हाम्रो जीवनमा समस्या आउँदा जब साथ दिने कोही पनि हुँदैन तब आशा हराएको जस्तो फिल हुन्छ। तर यस्तो समयमा बाइबलको वचनले तपाईँ हाम्रो जीवन परिवर्तन गरिदिन सक्छ। आज हामीले बाइबलको यस्तो वचनहरू तपाईँमाझ प्रस्तुत गर्नेछौँ जसले लाखौँ मानिसहरूको जीवन परिवर्तन गरिसकेको छ। आजको बाइबलको महत्त्वपूर्ण वचन अनुसार भनिएको छ कि म तिमीहरूको लागि योजना बनाएको छु, किनकि म तिमीहरूको लागि बनाएको योजना जान्दछु। त्यो योजना राम्रोको लागि हो, नराम्रोको लागि पक्कै पनि होइन। जेरेमिया 29:11 भनिएको छ कि प्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कमी हुने छैन। तपाईँ अहिले सङ्घर्षमा हुनुहुन्छ भने त्यो अन्त्य होइन, बरु नयाँ सुरुवात हो। जीवनमा डर चिन्ता अवश्य आउँछ। यस वचनले सम्झाउँछ कि तपाईँ एक्लै हुनुहुन्न। जसरी गोठालाले आफ्नो भेडालाई सुरक्षित राख्छ त्यसरी नै परमप्रभुले हामीलाई हरेक परिस्थितिमा सही मार्ग देखाउनुहुन्छ। डर नमान किनकि म तिमीसँग छु, नआत किनकि म तिम्रो परमेश्वर हुँ। इसाया 41:10 भनिएको छ कि तपाईँ अहिले डरमा हुनुहुन्छ या भविष्यको चिन्तामा हुनुहुन्छ। यो वचन तपाईँहरूको लागि हो। जति अँध्यारो नि किन नहोस्, प्रभु तपाईँको साथमा हुनुहुन्छ। प्रभुमा सबै कुरा सम्भव छ। जो विश्वास गर्छ उसको लागि सबै कुरा सम्भव छ। मार्क 9:23 भनिएको छ कि धेरै पटक हामी आफूलाई कमजोर ठान्छौँ, मबाट हुँदैन भन्छौँ, तर सत्य कुरा के हो भन्दाखेरि विश्वासले असम्भवलाई पनि सम्भव बनाउँछ। जीवन कहिले सजिलो हुँदैन। कहिलेकाहीँ हामी हाँसिरहेको हुन्छौँ तर भित्रबाट नै टुटिरहेको हुन्छौँ। हामी मानिसहरूलाई देखाउँछौँ कि हामी बलियो छौँ तर राति एक्लै हुँदा आँखा रसाउँछ। त्यही समयमा बाइबलको वचनले हाम्रो हृदयलाई छोइरहेको हुन्छ। नम्बर 1 आशाको वचन, किनकि म तिमीहरूको लागि बनाएको योजना जान्दछु। त्यो योजना शान्तिको लागि हो, विनाशको लागि पक्कै पनि होइन। तिमीहरूको भविष्य आशा दिनको लागि हो। कल्पना गर्नुहोस् त, सबै ढोका बन्द भएको जस्तो छ, सम्बन्ध बिग्रिएको छ, भविष्य अन्यलमा छ, तर बाइबलको वचनले भन्दछ कि प्रभुले तिमीलाई बिर्सिनु भएको छैन। हामी अहिले पीडामा छौँ भने पनि हामीलाई थाहा नभएको एउटा ठुलो योजना चलिरहेको हुन्छ। सायद आज हामी सङ्घर्षमा छौँ तर भोलि तपाईँ अरूको प्रेरणा बन्नुहुनेछ। नम्बर 2 सुरक्षाको वचन, प्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही पनि कमी हुने छैन। गोठालाले आफ्नो भेडालाई कहिले एक्लै छोड्दैन। जङ्गलमा खतरा सधैँ हुन्छ र भेडा गोठालासँगै हुन्छ। जीवनको जङ्गलमा पनि डर, धोका, असफलता आउँछ तर परमेश्वर हाम्रो गोठाला हुनुहुन्छ। त्यसैले हामी किन डराउने त? यो वचनले सिकाउँछ कि हामी सुरक्षित छौँ, चाहे परिस्थिति जस्तो सुकै किन नहोस्। नम्बर 3 सासको वचन, डर नमान किनकि म तिमीसँग छु, नआत किनकि म तिम्रो परमेश्वर हुँ। म तिमीलाई बल र सहायता गर्छु। कहिलेकाहीँ सबैभन्दा ठुलो युद्ध हाम्रो मनभित्र हुने गर्छ। डर, ओभर थिङ्किङ अनि भविष्यको चिन्ता। यो वचनसितै हाम्रो आत्मासँग कुरा गर्दछ। तिमी एक्लै छैनौ जब सबैले साथ छोड्छ तर प्रभुले हाम्रो साथ कहिले पनि छोड्नुहुन्न। नम्बर 4 विश्वासको वचन, जो विश्वास गर्छ उसैको लागि सबै कुरा सम्भव छ। हामी धेरै पटक भन्छौँ असम्भव छ, मेरो भाग्य खराब छ, म सक्दिनँ। तर मेरो प्रश्न के हो भन्दाखेरि हामीले पूर्ण रूपमा प्रभुमाथि विश्वास गरेका छौँ त? विश्वास भनेको परिस्थिति हेरेर प्रभुमाथि भरोसा गर्नु होइन, बरु अगाडि बढ्नु पनि हो। सानो विश्वासले पनि ठुलो पहाड हल्लाउन सक्छ। यी वचनहरू केवल शब्द मात्र होइन, यी वचनको आधार पनि हो। यी वचनले हताश मानिसलाई आशा दिन्छ, डरेका मानिसलाई साहस दिन्छ र टुटेको आत्मालाई बल दिन्छ। जीवनमा कहिलेकाहीँ यस्तो छेड आउँछ जहाँ सबै कुरा बुझ्न खोज्छौँ, किन यस्तो भयो, अब के हुन्छ। यी सबै कुराहरूले हाम्रो बाइबलको वचनलाई कहिलेकाहीँ टाढा लैजान खोज्छ। जब संसारले भन्दछ कि तिमी सक्दैनौ तर बाइबलले भन्दछ कि विश्वास गर, सबै कुरा यहाँ सम्भव छ। जब परिस्थितिले भन्दछ कि सबै कुरा सकियो तर बाइबलको वचनले भन्दछ कि मेरो योजना अझै बाँकी छ। जब डरले तिमीलाई रोक्छ त्यही समयमा परमेश्वरले भन्नुहुन्छ कि डर नमान, म तिमीसँग छु। सायद अहिले तपाईँ जुन परिस्थितिमा हुनुहुन्छ त्यसको लागि एउटा सन्देश पनि आएको हुनसक्छ। आज तपाईँ थाक्नु भएको छ, निराश हुनुहुन्छ भने याद गर्नुहोस्, प्रभुले तपाईँलाई बिर्सिनु भएको छैन। तपाईँको आँसु उहाँले देख्नु भएको छ, तिम्रो प्रार्थना उहाँले सुन्नु भएको छ र सही समयमा सही उत्तर दिनुहुनेछ। आज सानो एक निर्णय गर्नुहोस्, डर भन्दा पनि विश्वास गर्नुहोस्, निराशा भन्दा आशा रोज्नुहोस्, हार मान्नुभन्दा प्रार्थना गर्नुहोस्, किनकि कहिलेकाहीँ सबैभन्दा लामो रातपछि सबैभन्दा उज्यालो बिहान आउने गर्दछ। यदि यस भिडियोले तपाईँको मन छोयो भने प्लिज एक लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला र कमेन्टमा म विश्वास गर्छु भनी लेखिदिनु होला। अब फेरि यस्तै जीवन बदल्ने बाचाको साथ अर्को भिडियोमा भेट्ने बाचा गर्दछौँ। सो आजको भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छौँ। यहाँसम्म साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद।
तपाईँहरू सम्पूर्णमा परमेश्वरको अनुग्रह शान्ति सधैँ रहिरहोस्। आमेन।